Hello and namaste सबैजनालाई. Welcome to Unfiltered by Session with Mandeep. It's our episode 4. म चाहिँ हजुरहरूको होस्ट मन्दिप म चाहिँ सङ्गम र आज एपिसोड 4 को लागि हाम्रो के छ त मेरो तर्फबाट चाहिँ केही छ जुन मैले भनेको छैन त्यही लास्टै सस्पेन्स राखिदिन्छ क्या भने होइन भन्यो बिफोर भने त अनि कस्तो एक्साइट ओके ल बिफोर वी स्टार्ट होइन म चाहिँ सबैजनालाई जस्ट वान से थ्याङ्क यू इट्स एन्ड अफ द इयर होइन अब 2025 एन्ड हुँदैछ अनि आई वुड लाइक टु पर्सनली थ्याङ्क इच एन्ड एभ्री वान अफ यु जतिजना पनि हुनुहुन्छ सेसन विथ मन्दिपको फ्यामिली हामी दुईजनाको तर्फबाट चाहिँ वी विस यु गाइज अ रियली गुड क्रिसमस मेरी क्रिसमस अनि एडभान्समै सबभन्दा सुरुमै Happy भनिदिउँ New न Year. ह्याप्पी न्यू इयर 2026 मे दिस इयर ब्रिङ यु अ लट अफ पोजिटिभिटी अनि अर्को कुरा भनेको सबैजनाको माइन्डसेट चाहिँ पोजिटिभ होस् मैले खोजेको चाहिँ त्यति मात्र द्याट्स आवर मेसेज यो इयर एन्डमा चाहिँ इट्स अ गुड टाइम टु रिफ्लेक्ट होइन सबैजनालाई अब कतिजनाको हाइज लोज कसैको राम्रो भयो होला कसैको नराम्रो भयो होला होइन त्यही सबै कुरालाई चाहिँ इट्स नेभर लेट टु स्टार्ट अगेन म चाहिँ त्यति भन्छु मेरो तर्फबाट वाट्स यो मेसेज म पनि त्यही हो बी काइन्ड विथ एभ्री वान लाइक बी पोजिटिभ होइन एकदम लाइक नराम्रो भयो भनेर सधैँ नराम्रो हुन्छ भन्ने पनि हुँदैन राम्रो पनि हुन्छ सो बी पोजिटिभ एन्ड किप गोइङ द्याट्स अल Alright, I guess we can start our episode finally. Oni, what's up with the episode? लाइक अब हाम्रो त बिचमा लङ ग्याप भयो नि त अब कति आफ्नो काम पर्सनल कामहरूले गर्दाखेरि उहाँको पनि मेरो पनि त्यही भएर मैले चाहिँ लाइक हुन्छ नि अलमोस्ट हामी दुईजनाले चाहिँ कति अगस्तदेखि स्टार्ट गरेको होइन सँगै काम Yeah, गर्नको August लागि अनि म चाहिँ लाइक के सोध्न मन छ क्या हजुर Sure, let's go for it. आखे लाइक अब कति 4-5 महिना त सँगै काम गऱ्यो नि त अब मान्छेहरू त एकदम लामो समयसम्म त्यसरी लाइक कति धेरै हुन्छ नि त लाइक क्लियरली कम्युनिकेसन नभएर अनि हजुरलाई चाहिँ मसँग काम गर्दा कस्तो लाग्छ त लाइक हुन्छ पोजिटिभ लाग्छ कि कस्तो नेगेटिभ छ त्यो पनि स्टार्ट गरिहाल्यो अब गर्छु भने जस्तो लाग्छ के लाग्छ आई वान्ट टु आस्क मलाई नै क्वेसन सोद्धा चाहिँ आई थिङ्क दिस इज वान अफ द ब्युटिफुल क्वेसन मलाई सोधेको कसैले यो वर्ष है इट्स नेभर जस्ट क्यान बी त्यो हुन्छ नि मैले केही नपाएर उसलाई लिएर गरेको चाहिँ एब्सोल्युटली होइन होइन यो अनफिल्टर्ड सो भनेको चाहिँ इट ओन्ली बिगेन विथ जब हामी दुईजना भेट भयो होइन अब हामी दुईजनाको पनि हाइज एन्ड लोज थियो त्यति बेला होइन अब जहिले एक्लै क्रिएट गरेको बानी होइन दुईजनालाई यसरी बसेर गफ हान्दा पनि सोच्नुपर्ने क्या धेरै कुराहरू सोच्नुपर्ने हुन्थ्यो क्या अब कति बेला त रिटेक गरेको गरे पनि हुन्थ्यो क्या म त कोही सेकेन्ड पर्सन कोही अब मेरो अराउन्डमा हुनुहुन्छ भने म त्यस्तो बोल्न पनि सक्दिनँ थियो फेरि म बोल्दै नबोल्ने पनि होइन म एक्लै हुँदा कति धेरै बोलेको भिडियो हालिराख्छु नि त तर मान्छेको अगाडि चाहिँ म सक्दिनँ थिएँ क्या त्यही इट्स अ बिग कुरा मेरो लागि पनि द्याट सेसन विथ मन्दिप ह्याज अ टिम मेम्बर भन्नुलाई होइन अब सेसन विथ मन्दिप भनेको चाहिँ सङ्गम र म नै हो यति दुईजना नै हो सेसन विथ मन्दिप भनेको चाहिँ अनि या कस्तो लागिरहेछ भन्दाखेरि अनेस्टली मेरो लाइफमा यति धेरै पोजिटिभ चेन्जेसहरू आइरहेको छ नि यो सोले यो पडकास्टले यो एभ्रिथिङ के everything is just positive right now, होइन अनि I would absolutely like to keep it this way. So thank you so much for allowing me to have you on my show, होइन It's a great pleasure भन्छु क्या म चाहिँ किन भन्दाखेरि it's always beautiful when two individuals who have the same vision come together क्या अब हामीलाई त अनफिल्टर्ड सोमा यो गर्ने यो बोल्ने भन्ने पनि थिएन नि त केही थिएन लाइक केही प्लान पनि गरेको थिएन हजुर जस्ट गर्ने ओके ल त्यसपछि केही प्लानै नगरिकन प्लानै हामी नगरी भेटेको एभ्रिथिङ इज अनस्क्रिप्टेड क्या हाम्रो चाहिँ होइन अनि जस्ट या द्याट्स द इयरली रिभ्यू भन्नु पऱ्यो होइन ओके त्यो पनि हो अनि त्यसपछि लाइक हाम्रो सुरुमा कन्भर्सेसन भएको यस्तो लाइक स्टार्ट गर्न पनि होइन नि हाम्रो त अर्कै लाइक त्यो केही कामकै कन्भर्सेसनबाट नै स्टार्ट भएको त समथिङ लाइक समथिङ पछि कामबाट नै भएको थियो अनि मैले तिम्रो भिडियोहरू हेरिराख्ने रिच आउट गर्नु म फेरि आई रिच आउट टु एभ्री इन्डिभिजुअल हुज ट्राइङ हार्ड क्या अनि म चाहिँ फेरि कसैलाई विचार नगर्ने भन्छु त्यही आई मिन टिकटक मेरो टिकटकमा जो पनि हुनुहुन्छ मेबी दे रियलाइज कि आई एम अलवेज पुसिङ इच एन्ड एभ्री इन्डिभिजुअल कन्टेन्ट क्रिएटरहरूलाई चाहिँ म एकदम पुस गर्छु क्या किन भन्दाखेरि आई नो इट्स नट इजी बाहिरबाट हेर्दा त के भएर क्यामेरा निकाल्यो खिच्यो सक्यो क्या त्यसमा कति धेरै कुराहरू हुन्छ लाइक मान्छेहरूले डिमोटिभेट गरिरहेको हुन्छ नराम्रो भनिरहेको हुन्छ नि त अनि त्यो कुराहरू वास्ता नगर्नु पनि त त्यो धेरै गर्छ चाहिन्छ नि त यत्तिकै वास्ता सबैले गर्न सक्दैन नि त त्यस्तो पनि ओके सो द्याट इज Yeah. मेरो पर्सनल रिभ्यू पनि के भन्नु फिडब्याक सङ्गमको लागि अनि थ्याङ्क यू देयर इज एब्सोल्युटली नथिङ द्याट आई वुड वान्ट टु चेन्ज होइन
हाम्रो अहिले जे पनि छ वी आर ह्याप्पी विथ इट। अब जे छ त्यसमा हामी खुसी छौँ। हाम्रो एउटा स्मल फ्यामिली जस्तो छ होइन। अब कति 200-300 सब्सक्राइबरहरू छ होइन। अल अफ यु आर हाम्रो फ्यामिली क्या। हामी यत्रो दुःख गरेर भिडियो बनाउने यो गर्ने त्यो गर्ने भनेको चाहिँ इट्स जस्ट फर यु गाइज। अनि साँच्ची यो क्वेसन त मैले मात्रै सोध्नु पऱ्यो नि त है। म पनि सोधिलिन्छु ओके ल। ओके, हाउ डु यु फाइन्ड वर्किङ विथ मी? मलाई चाहिँ फर्स्टमा चाहिँ लाइक हुन्छ नि के गरौँ गरौँ कि नगरौँ भनेर भएको थियो कि लाइक अब ओके त भने नि त मैले ओके त भने त्यसपछि अहिले सोचेँ अनि त्यसपछि एक दुईजनासँग लाइक अब फिडब्याक पनि दिएँ सोधेँ पनि अनि त्यसपछि पोजिटिभ नै पाएँ मैले होइन। अनि अब लाइक मैले अहिलेसम्म कोहीसँग काम पनि गरेको थिइनँ। मलाई मान्छेको अगाडि बोल्न हुन्छ नि नर्भस हुन्छु क्या। अनि सक्छु कि सक्दिनँ होला आफैमा पनि अलिकति डाउट थियो। अनि बट इट्स ओके लाइक यो त मेरो प्यासन हो नि त मलाई त मनपर्छ यस्तो गर्न। वाइ नट नाउ लाइक किन पछि नै कुर्नुपर्छ भन्ने छैन नि त। अहिलेदेखि स्टार्ट गर्दा त अफकोर्स लाइक आई क्यान भने जस्तो लाग्यो होइन। अनि त्यसपछि आएँ अनि मलाई कस्तो कम्फर्टेबल फिल भयो हुन्छ नि काम गर्दाखेरि। त्यो अनकम्फर्टेबल त्यस्तो केही पनि भएन एकदम त्यो इजी गोइङ भयो। अनि पछि त त्यो लाइक फ्रेन्ड जस्तो कि जे बोल्दा नि हुन्छ टाइपको हुन्छ नि फ्रेङ्कली बोल्न हामी चिल्लुमा यो चाहिँ नवाज दाईहरूले हेरिराख्नु भएको छ भने हामी चाहिँ चिल्लुमा दाइ एकदम धेरै। अनि त्यसपछि त्यस्तै अनि राम्रो हुँदै गयो। अनि मलाई त एकदम एकदम धेरै राम्रो लाग्यो लाइक हुन्छ नि पोजिटिभ फुल अफ पोजिटिभनेस। म पनि हुन्छ मलाई पनि पोजिटिभमा चाहिँ मनपर्छ क्या हुन्छ नि जे कुरा पनि पोजिटिभली सोच्न मनपर्छ। अनि काइन्ड लाइक सबै पाएँ नि त। अनि इट्स ओके लाइक आई क्यान म कन्टिन्यू गर्न सक्छु भनेर यस्तै भयो नि त्यही भएर। ओके द्याट्स पर्फेक्ट। थ्याङ्क यू सो मच ह्याभिङ मी। यसरी नै हो वी हेल्प इच अदर अनि वी बिल्ड समथिङ रियली बिग होइन। त्यसरी नै हो सुरु हुने। अब त्यो एक्लै जान्छु भनेर सकिन्छ जान होइन नसकिने होइन। तर जस्ट या द्याट्स इट द्याट्स इट्स रियली इम्पोर्टेन्ट भन्छु म चाहिँ यो सबै कुरा चाहिँ। टिम मतलब एक्लैले गर्दा भन्दा टिम वर्कमा चाहिँ अलिकति इफेक्टिभ हुन्छ लाइक टिम वर्क गर्दा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई पनि। ओके सक्यो क्वेसन्स? यस ओके द्याट वाज अ गुड क्वेसन। अनि मलाई साँच्ची तिमीलाई एउटा कुरा चाहिँ सोध्नु मन थियो क्या। के कुरा? के हो यो के अरे मेरो टिकटकभरि त के अरे रत्यौली अब के हो रत्यौली काण्ड इन नेपाल हो भनेर आइरहेको थियो होइन। म अचम्म के भयो अरे रत्यौलीमा यस्तो छ नि त अहिले मङ्सिर चलिरहेको नि त बिहे भइरहेको रत्यौलीमा त अनि के त्यसमा नि नराम्रो चाहिँ के छ त? नै नराम्रो त केही छैन तर होइन कतिवटा भिडियोहरूमा चाहिँ लाइक त्यो भर्खर बिहे गरेर आएको बुहारीलाई चाहिँ त्यही आएको भित्राउनुभन्दा अगाडि ढोकामै टन्ट हानेर चाहिँ त्यो रत्यौली गएको भएर चाहिँ अब एभ्री गर्ल्सहरूले चाहिँ ऊ गरेको के हुन्छ नि उनीहरूले चाहिँ अफेन्डेड फिल गरेको हो। किन भन्दाखेरि यस्तो हुन्छ नि त बिहे भनेको त लाइक त्यो त एकदम धेरै ठुलो कुरा हो नि त। अब बिहेमा त आफ्नो फ्यामिलीले चाहिँ दान गरेर अर्काको घरमा पठाएको कन्या दान दिएर भन्ने हुन्छ नि त होइन। अनि लाइक त्यही दिन अलरेडी कस्तो नराम्रो फिल भइरहेको हुन्छ कति धेरै फ्यामिली अब सबै रुन्छन् नि त होइन। सब प्रायः एकदम धेरै रुनुहुन्छ नि कस्तो लाइक त्यो एकदम नराम्रो फिल गरेर निस्केको हुन्छ। अनि त्यहाँ पुगेर चाहिँ खुसी बनाउनुको सट्टा त टन्ट हानेपछि त अफकोर्स लाइक झन् नराम्रो हुन्छ नि त। म त कहाँ आएछु मतलब कस्तो मान्छे त रमाइलो नै मान्छ त रत्यौलीमा डेन्जर नाचेको देख्छु त मैले त। होइन रमाइलो पनि हुन्छ लाइक त्यहाँ युज गर्ने वर्डहरू लाइक हुन्छ नि कस्तो कस्तो अब मैले हेरेको अनुसार चाहिँ मेरोमा नि आइरहेको थियो त्यहाँ चाहिँ के भनेको थियो लाइक अब छोरा आएर मतलब सरी बुहारी आएर छोरा खोज्ने अनि त्यसपछि सम्पत्तिमा हक जमाउने त्यस्तो भन्छ नि त। नि आई डोन्ट थिङ्क सो त्यस्तो हुन्छ किन भन्दा अहिलेको त एभ्री गर्ल्स इन्डिपेन्डेन्ट नै हुन्छ सबै आफै कमाउने नै हुन्छ नि त। अनि लाइक अनि त्यसपछि छोरालाई टाढा बनाउने यस्तो यस्तो टाइपले चाहिँ टन्ट हानेको एकदम धेरै थियो क्या लास्ट लाइक मङ्सिरभरि नै एकदम कतिवटा भिडियो हेरेको थिएँ मैले त्यस्तो। अनि अब एकजनाले एक दुईजनाले बोल्नुभयो त्यो रिलेटेड लाइक अफेन्ड गरेर अनि त्यसपछि सबैजनाले बोल्नुभयो लाइक विच इज भेरी रङ होइन। अनि अहिले चाहिँ फेरि अलिक राम्रो राम्रो नै आउनु थालेको थियो त्यसपछि राम्रो नै आउँदैन। पहिला चाहिँ लाइक टन्ट हानेको मात्रै आएको थियो है। अनि त्यसमा जसले चाहिँ अब मतलब रिप्लाई गर्नुभयो नि यो चाहिँ गलत हो यसले गर्दा चाहिँ हामीलाई गाह्रो हुन्छ नराम्रो फिल हुन्छ भनेको टाइपले। अनि त्यसपछि चाहिँ फेरि राम्रो आउनु थालेछ अहिले चाहिँ। आई मिन यो हाम्रो जेनेरेसनसँग त्यो छ क्या। तर त्यो रमाइलोको लागि हो किन भन्दा तर रमाइलो गर्दा गर्दै लिमिट क्रस मतलब होला सायद होइन। यस्तो हो अब यो रत्यौली भनेको बिहा भनेको जे पनि गर्छ नि मान्छेले नेपालमा
यो चाहिँ एउटा कल्चर पुऱ्याएर गर्ने कुरा हो नि कल्चर त त्यो पनि रत्तोली पनि एउटा कल्चर नै हो तर त्यो कल्चरलाई पनि अब कसरी लाने भन्ने हुन्छ नि त्यो त यस्तो तिम्रो अब 100जनामा एउटा दुइटा कुहिएको आलु चाहिँ जहाँ पनि हुन्छ होइन अनि अब तर लाइक हुन्छ नि अनि पछि मैले अब अरूहरूको भिडियो पनि हेरेको थिएँ त्यो गाउने मान्छे चाहिँ नराम्रो होइन जस्ट फर फनको लागि गएको तर त्यो कुरामा चाहिँ आवाज उठाउन जरुरी छ किन भन्दा पछि लाइक त्यसरी टर्न टान्दा त नराम्रो हुन्छ भनेर चाहिँ उठाएको हो भनेर नि हालेको थिएँ लाइक अब त्यो हुन्छ नि दोहोरो चलिरहेको छ मैले त्यही ठिकै गरेको छु नहेरेर इट जस्ट सिम्स युजलेस होइन एउटा कल्चर छ एउटा ट्रेडिसन छ हाम्रो होइन त्यो कल्चर र ट्रेडिसनलाई अब फेमिनिजम घुसाएर अब फेरि इन्डिपेन्डेन्सी घुसाएर यो घुसाएर इट्स नट नेसेसरी यार त्यो भन्यो नि लाइफमा धेरै कुरा गर्नु छ होइन त्यो एउटा रचौलीमा एउटा कुरा जो अब त्यो भन्ने भयो त आई विल गेट अफेन्डेड विथ एभ्री सिङ्गल कमेडी सो क्या कुरा त्यो हो क्या अनि यस्तो पनि अहिले फेरि केटाहरूले चाहिँ लाइक बोइजहरूले चाहिँ त्यसलाई चाहिँ फनको रूपमा युज गरेछ अनि म एटिएम लाइक हुन्छ नि त्यो टाइपले त्यो मेन कुरा आएको भने चाहिँ त्यही अब खै के बुहारी आउँछ नि एटिएम समाउँछ टाइपको थियो क्या अनि त्यो कुरालाई लिएर चाहिँ मैले देखेको थिएँ कतिजनाको भिडियो नि के मैले भन्दा धेरै कमाउँछ कि एटिएम दिनु म त दिन्न टाइमको फन बनाएर हुन्छ नि त्यसरी नै हालेको थिएँ त्यो भनेको चाहिँ अब अहिले चलिरहेको कन्ट्रोभर्सीलाई चाहिँ नर्मलाइज गराउनको लागि नै होला सायद कति धेरै त्यसरी अनि यस्तो के अरे आई मिन आई वुडन्ट से कि यो बन्द गर्नुपर्छ चाहिँ म भन्दिनँ होइन बन्द हुँदैन कल्चर हो राम्रो लाग्छ लाग्दैन द्याट्स आवर कल्चर होइन अब हाम्रै कल्चरमा पनि नराम्रो कुराहरू पनि छ नि त अरू पनि त छ नि भन्दा पनि बेमा म्युजिक बजाएको भन्दा पनि मतलब बाजा बजाएको नि त्यस्तो मुखले गीत गाएको राम्रो लाग्छ भाइब हो नि त एउटा मजा लाग्छ क्या रमाइलो हुन्छ तर त्यही क्या मान्छेलाई त उस्तै पऱ्यो म जुरुक्क उठेँ मैले यस्तरी सेल्फी खिचेर हालेँ पिपल क्यान गेट अफेन्डेड ओभर द्याट क्या त्यही भएर लाइफ इज टु सर्ट होइन त्यो बिहाको रात्योलीमा एउटाले एटिएम भन्यो एउटाले छोरा लैदिन्छ भने यो भने त्यो भने कसलाई फुर्सद छ यार त्यत्रो लाइफ छैन भने आफ्नो लाइफ हेर न आफ्नो लाइफ तिम्रो बिहामा आएर बरु ल कसले भन्न सक्छ भन्दाखेरि जो ब्राइड छ नि जो दुलै हो नि उसले भन्न सक्छ क्या आई फेल्ट अफेन्डेड भनेर फेरि सोसियल मिडियामा आएर भन्ने कुरा नि होइन क्या घरमा बुढालाई भन्ने या त्यही सासु आमालाई भन्ने होइन त्यो घरको कुरा घरमा राख्ने हो होइन अनि यो बाहिर सोसियल मिडियामा आएर त्यत्तिकै मैले हिजो पनि हेरिरहेको थिएँ 2-3टा यस्तै यो सोसियल मिडियाको कन्ट्रोभर्सीको पहिल्यैदेखि नै हो तर अहिले जस्ट सोसियल मिडिया भयो पोस्ट गरेर सबैले देख्नु भयो त्यही भएर होइन रमाइलो गर बालबालिका हो रमाइलो गर होइन अफेन्ड हुन छ कसम कुन दिनबाट सास फेऱ्यो भनेर नि अफेन्ड हुन्छ तिमीहरू होइन त्यति चाहिँ म पनि भनिदिन्छु गर के गर्न मन छ गर सबै कुरा ट्राई गर होइन जति चाहिँ भन्यो भने आफ्नो लाइफ हो आफूले चलाउने हो तिमीहरू अब मेरो सर्कलमा छौ भने चाहिँ आई विल गाइड यु होइन तर तिमीहरूलाई त्यो आफूलाई जे मन लाग्छ त्यही गर्नु छ भने चाहिँ गर म त त्यही भन्छु गर जे गर्नु मन छ गर भाइ बहिनी जो पनि छ जे गर्नु मन छ गर भोलिको दिनमा गएर ए दाइ यस्तो भयो उस्तो भयो भनेर मसँग आउन चाहिँ नपरोस् फेरि त्यस्तो गरेर चाहिँ त्यसपछि अनि म सुरु हुन्छु नि फेरि अनि म अफेन्ड हुन्छु त्यसपछि चाहिँ मैले भनेको सुनेनस् किन सुनेनस् होइन के को लागि त्यही यो अब त्यही हो कल्चरसँग चाहिँ इट्स बेस्ट वी किप इट एज इट इज होइन किन भन्दा भोलिको दिनमा हामीले पनि पास अन गर्नुपर्छ कि यो कुरा अब त्यो मलाई मन परेन म मेरो उसमा गर्दिनँ भन्ने होइन क्या त्यो गर्नु पऱ्यो नि त पास अन कसरी हुन्छ हाम्रो जेनेरेसनबाट अर्को जेनेरेसनसम्म कसरी पुग्छ म त त्यो सोचेर टेन्सन परिसक्यो भने मेरोमा त जे गाए नि हुन्छ मेरो ल सङ्गमको चाहिँ जे गाए नि हुन्छ नि ल त्यसो भए अब जस्ट फर फन हाम्रो पुग्ने अडियन्ससम्म चाहिँ यो मेसेज पुगोस् है प्लिज यो मेसेज चाहिँ पुग्नै पर्ने हुन्छ सङ्गमकोमा चाहिँ जे गाए पनि हुन्छ अरे है जे भन्यो पनि हुन्छ अरे कज इट्स जस्ट फर फन लाइफ चाहिँ जति सिरियस बनाउँछु त्यति सिरियस हुन्छ क्या ओके अनि फेरि म सोध्छु हजुरलाई अर्को क्वेसन मैले चाहिँ लाइक बाहिर सुनिरहेको हो कि होइन के हो मनदीपको फेरि अर्को रिभ्यू निस्क्यो क्या होइन मैले हजुरको त सोध्दिनँ म त हजुर क्यामेरा बाहिरै सोध्छु फर्स्टमा अरे क्या यो चाहिँ के हो भन्दाखेरि अहिले यो अस्ट्रेलियातिर अनि नेपालतिर चाहिँ मलाई थाहा छैन मैले अस्ट्रेलियातिर चाहिँ धेरै देखेको थिएँ कि इन्फ्लुएन्सरहरूले चाहिँ अब नेपालीहरू धेरै हुनुहुन्छ नि त अस्ट्रेलियामा अनि एकदम ठुलो छ नि त न्युजिल्यान्डभन्दा त अनि त्यहाँ चाहिँ अब नेपाली इन्फ्लुएन्सरहरूले रङ इन्फ्लुएन्स गरेर चाहिँ प्रब्लम भयो अरे लाइक हुन्छ नि अब कुनै रेस्टुरेन्टको
त्यो ऊ गरिरहनु भएको छ भने चाहिँ त्यहाँ गएर चाहिँ ब्याड मतलब हुन्छ नि ब्याड फुडलाई पनि गुड भनेर चाहिँ रिभ्यू दिने हुन्छ नि त्यो किन दियो त अनि ब्याडलाई गुड आइरहनु अनि पछि लाइक हुन्छ नि पब्लिक उनीहरूको रिभ्यू हेरेर जाँदा चाहिँ नमिठो भयो अरे खाना जुन कुराले गर्दा चाहिँ प्रब्लम भयो भन्ने कुरा पनि धेरै सुनेको थिएँ हजुर पनि इन्फ्लुएन्सर हो नि त अनि हजुर चाहिँ के भन्न चाहनुहुन्छ यो कुरामा एज अ इन्फ्लुएन्सरलाई के साँच्चै इन्फ्लुएन्सरहरूले पैसाको लागि अनि फ्रीमा खान पायो भन्नेमा चाहिँ लाइक फ्रीमा नराम्रोलाई होइन अलकत्रा खाने नराम्रोलाई पनि राम्रो भन्ने हो कि खासमा के हो त्यो त रङ हो अब त्यो नराम्रो कुरालाई किन भन्दा इन्फ्लुएन्सिङ भनेको चाहिँ इट्स नट जस्ट त्यो क्यामेरा लिएर जाने म पनि त्यस्तो ठुलो केही पनि होइन होइन अल आई ट्राई टु डु इज एउटा सानो आफ्नै घरबाट स्टुडियोबाट एउटा सानो भिडियो बनाएर अपलोड गर्ने मात्र हो मैले होइन तर मैले यति भन्छु कि यो म कुन कम्पनीसँग जोडिन जाँदैछु चाहिँ हेर्नुपर्छ क्या भने नि त मैले अहिलेसम्म मैले त्यो डिलहरू गर्दाखेरि चाहिँ मैले कहिले पनि त्यो मेरो नाम खराब हुने काम चाहिँ म गर्दिनँ क्या इमेजिन तिमी बिजनेस छ तिमीले मलाई खाना खान बोलायौ ल रिभ्यू गरिदिनु भन्यौ जे छ त्यही हो क्या मन परेन क्या त्यो पैसाले चाहिँ गर्दैन क्या के भयो के कुरा आइरहेछ भन्दाखेरि नमिठो खानालाई नि मिठो भन्यो नि अनि उहाँहरूको रिभ्यू हेरेर गएर आफूले त्यत्रो पैसा खर्च गरेर चाहिँ नराम्रो खाना खानु पर्यो लाइक सबैले त्यस्तो गरिनु भनेर प्रायमा चाहिँ त्यस्तो भयो भनेर चाहिँ कति धेरै आइरहेको थियो कि म नि महावीर पुन छन् नि हाम्रो महावीर पुन चिन्यो नि म नि उता चाहिँ जेसुकै गर भन्नु भयो क्या होइन यस्तो हो इन्फ्लुएन्सिङ इज फुल टाइम जब होइन अनि युआर एक्चुली जस्ट अ मार्केटर क्या इन्फ्लुएन्सर भनेको अनि इफ युआर मार्केटिङ समथिङ यु निड टु नो वाट इट इज होइन पैसा दिएर त अब न्युजिल्यान्डको म त्यस्तो ल छ यताउति चाहिँ म केही पनि कुरा गर्दिनँ होइन तर म यति भन्छु कि इफ आइ एम सेलिङ दिस कप होइन मलाई यति चाहिँ थाहा हुनु पऱ्यो कि यो कपको चाहिँ प्रडक्ट राम्रो छ कम्पनी राम्रो छ सबै कुरा राम्रो छ भोलिको दिनमा गएर मैले गएर ल यो कप किन भनेर मैले मेरो प्रोफाइलमा भन्ने तिमीले त्यो कप किन्यो अरे कप आउँदा त यत्रो सानो अरे त्यो त अनि कम्पनीले गाली खानुभन्दा पहिला मैले गाली खान्छु टिमीबाट भन्दाखेरि अब मैले कपै मतलब कसलाई उ गर्नु थियो दिनु थियो अनि अब कस्तो राम्रो सेट मगाएको थिएँ होइन कपको अनि त्यसपछि त्यो लास्टमा प्लास्टिकको पो आएछ मैले मेरो आफ्नै सामान हालेर राखेँ अनि त्यही हो अस्ट्रेलियामा चाहिँ अब त्यही छ मार्केटै ठुलो छ मेन मार्केट ठुलो छ नेपालीहरू पनि धेरै हुनुहुन्छ अनि नेपालीहरूको बिजनेस धेरै छ नि त त्यहाँ त अनि त्यही भनेको थियो क्या अब त्यही इन्फ्लुएन्सिङ भनेको चाहिँ इट्स नट समथिङ यु डु जस्ट बिकज यु फिल लाइक इट होइन इन्फ्लुएन्सिङ भनेको चाहिँ यु एक्चुली गेट टु इन्फ्लुएन्स पिपल क्या मैले भने नि मेरो त्यस्तो ठुलो केही पनि छैन होइन तर इफ आई पोस्ट समथिङ एउटा इन्स्टाग्राममा भने I'll make sure कि I'm posting the right person, I'm posting the right product, I'm posting the right thing जुन चाहिँ अरूले हेर्दा पनि अरूले किन्दा पनि होइन ओके दिस इज गुड भन्ने त्योसम्म चाहिँ हुनुपर्छ क्या त्यो पैसा आउँछ भनेर त अनि उयो क्या पैसा आउँछ भनेर त्यो के अरे ड्रग्सै बेचे जस्तो कुरा हो क्या त्यो चाहिँ युआर सेलिङ समथिङ रङ त्यो रङ चाहिँ गर्नु हुँदैन कहिले पनि होइन फल्स एडभर्टिजमेन्ट भन्छ त्यसलाई तिमीलाई इफ यु वान गो डिप इन्टु ल होइन कानुन लाग्छ क्या त्यसमा भने फल्स एडभर्टिजमेन्टको केस लाग्छ क्या त्यही भएर प्लिज बी वाइज होइन कन्टेन्ट क्रिएसन इज मेरो लागि चाहिँ कन्टेन्ट क्रिएसन इज लाइक त्यो हुन्छ नि मैले चाहिँ टेम्पल जस्तो ट्रिट गर्छु क्या मेरो यो होल स्टुडियो नै छ नि मेरो टेम्पल हो होइन र मेरो टेम्पलमा ओन्ली गुड थिङ्स अलाउड जुन चाहिँ मैले एप्रुभ गर्छु क्या मेन कुरा चाहिँ र मैले एप्रुभ गर्नलाई चाहिँ आई निड टु नो 0 to 100 जुन पनि ब्रान्डसँग म काम गर्दैछु र इफ सम वान इज वाचिङ एन्ड सेइङ कि मनदीपले ठुलो ठुलो कुरा गऱ्यो बरु म 0 डिल लिएर बस्छु सानो कुरा गर्नै आउँदैन मैले यति भन्छु बरु के भन्छ अरे दिस इज नट समथिङ द्याट आई डु फर ब्रेड एन्ड बटर होइन अहिलेको लागि त्यही भएर आइ एम रियली सेटिस्फाइड विथ वाट आई हेभ मलाई अझै फलोवर्स चाहियो मलाई युट्युबबाट पैसा चाहियो मलाई यो चाहियो त्यो चाहियो मलाई केही पनि चाहिएको छैन एज लङ एज आई गेट टु सिट यो स्टुडियोमा अनि एज लङ एज आई गेट टु टक टु यु गाइज द्याट्स इनफ फर मी आई एम सेटिस्फाइड किन भन्दा दिस इज द बेस्ट थिङ द्याट आई क्यान एभर ह्याभ के लाइफमा आई क्यान टक टु एभ्री वान जसले पनि यो भिडियो हेरिरहेको छ कि अहिले आई क्यान टक टु इच एन्ड एभ्री वान अफ यु होइन अनि इफ आई क्यान से जस्ट वान स्मल थिङ यति भन्छु कि यो कन्टेन्ट क्रिएसन यो मार्केटिङ यो त्यो भनेको इट्स नट अ जोक होइन सबैजनाले चाहिँ एउटा फल्स एडभर्टिजमेन्ट गर्ने अनि
रङ इन्फर्मेसन दिने होइन, दिस इज नट वाट वी वान्ट. न्युजिल्यान्डको मार्केटमा आई नो कन्टेन्ट क्रिएटरहरू कम छ, तर दे आर द मोस्ट क्वालिटी वान्स. अनि त्यो चाहिँ कसरी भन्न सक्छु भन्दाखेरि, आई नो एभ्री सिङ्गल वान अफ देम, आई नो वाट ब्रान्ड्स दे वर्क विथ, एन्ड आई नो दे आर बेस्ट एट वाट दे डु. द्याट्स हाउ आई नो एभ्रिथिङ क्या. त्यही भएर या त्यो अस्ट्रेलियावाला त अब त्यो के भन्नु, अब एभ्री मन्थ केही न केही आइरहेको हुन्छ क्या अस्ट्रेलियाबाट त. त्यो ठुलो भएर मार्केट भएर पनि होला सायद. त्यो पनि अब न्युजिल्यान्डको सानो छ होइन. अनि यस, धन्नै बिर्सेको बिग एनाउन्समेन्ट. के हो त्यस्तो? हाम्रो ओन नेपालीको पहिलो डिजिटल मार्केटिङ एजेन्सी हेज बिन लन्च न्युजिल्यान्डमा. अनि we've got a really big team. यसमा काम गर्नुको लागि we've got professionals, we've got a lot of analystहरू सबैजना हुनुहुन्छ यसमा. र यसको डिटेलको लागि चाहिँ प्लिज सेन्ड मी अ मेसेज, अनि विल मुभ फरवर्ड कसरी के गर्न सकिन्छ होइन. डिस्टर्ब भयो क्या म. One big announcement, ST Media Network, which is a digital marketing agency चाहिँ न्युजिल्यान्डमा फर द फर्स्ट टाइम नेपालीलाई टार्गेट गरेर चाहिँ डिजिटल मार्केटिङ एजेन्सी खुलेको छ होइन. अनि आई होप द टिम वी हेभ, द प्रोफेसनल्स वी हेभ, द कन्टेन्ट क्रिएटर्स वी हेभ, हाम्रो चाहिँ एभ्री वान इज टप नच होइन. अनि मैले अघि जसरी भने नि, वी डु नट वर्क विथ ब्रान्ड्स जहाँ चाहिँ हामीलाई पनि खै भन्ने क्वेसन होस् क्या. त्यो कन्फिडेन्ट भएर गर्न हामी पायो कन्फिडेन्ट भयो भने हामी राम्रो. बल्ल गर्छौँ होइन. अनि अब मार्केटमा आउनु नपाउँदै चुजी भयो, नो, दिस इज क्वालिटी, द्याट्स वाट वी डु होइन. मन्दीपले आएर फेरि के त्यही ठुलो कुरा गर्यो भन्ने टाइपको कुरा निस्किन्छ होइन. Yes, it is. ओके गरेँ, ल गरेँ. मेरो टिम काम गर्ने चाहिँ देयर्स अ लट अफ रिक्वायरमेन्ट्स. यसरी त्यो वी वान्ट टु हायर गाइज भनेर यत्तिकै चाहिँ वी विल नट वर्क लाइक द्याट. वी निड टु नो एभ्रिथिङ अबाउट यर ब्रान्ड बिफोर वी कम एन्ड वर्क विथ यु गाइज. ओके, सो इज दिस अल? Yeah, that's all for today. today. हाम्रो एपिसोड 4 चाहिँ कम्प्लिट भइसकेको छ. अनि थ्याङ्क यू अल फर वाचिङ, जसले पनि लास्टसम्ममा हेरिराख्नु भएको छ. आई लभ यु अल होइन. फेरि अब मन्दीपले सबैलाई माया गर्छु भन्यो भने टेन्सन हुन्छ होइन. त्यही पनि हजुरहरूको सपोर्टले गर्दा नै वी आर डुइङ दिस होइन. वी आर डुइङ वाट वी आर डुइङ जस्ट बिकज अफ यु गाइज. र दिस इज अ रियली बिग थिङ फर मी एज वेल. सङ्गमको लागि पनि वी ग्यादर हियर एभ्री सिङ्गल विक. अनि त्यसपछि वी वर्क के, दिस इज आवर वर्क होइन. वी वर्क टुगेदर. र आई होप सबैजनालाई we are trying to give as much messages, as much stories होइन. अनि मान्छेलाई के भइरहेको छ, कहाँ के चलिरहेको छ, we try to give updates जति पनि हाम्रो लिमिटेड टाइममा सक्छौँ हामीले. अनि yes, if you guys want to see something हाम्रो सोमा, प्लिज लिभ अ कमेन्ट. हामी चाहिँ विल डेफिनेटली लुक इन्टु इट. अब हुन्छ नि त, अब यति धेरैजनाले गेस्टहरू लिएर आउनु भन्दैछ. हामी त्यो पनि सोच्छौँ. सोचिसकेको छ त्यो विषयमा सोचिसकेको छ. विल डेफिनेटली ब्रिङ सम गेस्ट सुन, एकदम सुन नै भन्छु म चाहिँ. र या द्याट्स इट. थ्याङ्क यू अल फर वाचिङ. प्लिज रिमेम्बर टु लाइक, सेयर, सब्सक्राइब एन्ड कमेन्ट अन द भिडियो. द्याट्स अल. Thank you so much.